लाख युवालाई म उत्पादन निर्माणमा लगाउँथे हैन श्रमदान गर्न लगाउँथे श्रमदान त अनिवार्य भइ नै हाल्छ श्रमदान गराउने तलब दिने श्रमदानदेखि लिएर हरेक कुरा विकास निर्माणमा है कच्चा पदार्थ उत्पादन उद्योग निर्माण उद्योगबाट प्रशोधन गर्ने लगायतका कुराहरू बनाएर यति धेरै निर्यात बनाइन्थ्यो एक दिन आउला मेरो पालो त्यतिखेर तपाईले देख्नुहुन्छ अब अहिले गरिरहेको पैसा हैन अझै म भनिरहेको छु 1 खर्ब छुटाउनुपर्छ अब अहिले सरकारले चालेको एक्सनलाई युवालाई के छ तपाईले के पाउनुभयो त्यसबारे के छ यो तपाईको लागि तपाईहरुले यो गर्दै गरेको पनि बन्द गर्दैला कुन अब यो अहिले सरकारले काम बिना त म बसाइदिन्न हेर्नुस् यस्तो देश बनाउँछु काम बिना बस्न पाइँदैन यो अहिले सरकारले तर कारबाही गरेर होइन सजाय दिएर होइन मोटिभेट यति धेरै गर्छु कि मान्छेलाई मैले भने नि त केही पाउनु न खानु 3 महिनादेखि दार्चुलामा तपाईको चाहिँ श्रमदान गर्न पर्छ भनेर त मान्छेलाई मोटिभेट गर्न सक्छु